यो आलुको डल्लोलाई चाहिँ अब यसरी टक्क टक्क प्लेटमा हाल्ने हैन यसरी प्लेटमा हालेर यसरी अनि यो आलुको डल्लो माथि चाहिँ यसरी अघि चीज मैले उ गरे नि त्यो चीज यसरी सरर छरेर अनि खाने अब कस्तो रहेछ हेर्छु ल कहिले काहीँ त मुख पालो गरेर मिठो हुँदो रहेछ अहिले त झन् हाम्रो गाउँघरमा आलु टन्नै आउँछ है त्यो आलु चाहिँ यसरी बनाएर खायो भने एकदम दामी हुन्छ साथीहरु एकदम फ्रेश यो बनाउने तरिका झन् एकदम सजिलो छ दाँत नभएको बुढाबुढीहरूलाई खानु हैन एकदम राम्रो हुन्छ यो त दाँत चाहिँदैन नि त यो त एकदम सफ्ट मिठो राम्रो तपाईहरु नि यसरी ट्राई गरेर खानु है